खम्री म अति आदरणीय सिक्किमेली जनसमुदायलाई म सन्दीप लेप्चा र विशेष गरी लेप्चाको तन्दङरो जुन चाहिँ मनाइरहेको छ फेस्टिभल यो 1 तारिकदेखि लिएर सम्पूर्ण झन्डै 8 तारिकसम्म भइरहेका छन् र 1 तारिकदेखि 8 दिनसम्मको यो तन्दङरो हामी लेप्चा जातीयले यो मानिन्छन् भने यो पालिको तन्दङरो हामीले फेरि पनि मनन केन्द्रमै मनाउने हामीले घोषित गरिसकेको छन् भने यो पालिको हाम्रो तन्दङरो रुफातको हाम्रो चिफ प्याट्रन हुनुहुन्छ हाम्रो सम्माननीय मुख्यमन्त्री स्वयमै हुनुहुन्छ भने उहाँको जति पनि यो हामीले कामहरू गरिन्छन् है हाम्रो लेप्चा समुदायमा कामहरू भइरहेका छन् भने उहाँको डाइरेक्सन उहाँको एकदम दूरदर्शी भिजनको अनुसारले हामीले यो कामहरू गरिरहेको छन् भने यो जुन चाहिँ प्रोग्रामको हामीले मैले भन्नुपर्दाखेरि प्रोग्राम तपाईँको 3 तारिक जुन चाहिँ नलेज सिरिज हाम्रो पर एसआर सिटीमा पर हेलपेडको मुनि भइसकेको छन् भने आज एकदमै यहाँ रिच पार्कमा तपाईँको हाम्रो यो जुन चाहिँ यङथुम भइरहेको छन् र यङथुम भने चाहिँ तपाईँको एउटा हाम्रो लेप्चामा चाहिँ एउटा ट्रेड मार्केट जस्तो प्रकारले हामीले राखेको छ र यो मार्केटमा लेप्चाको ट्रेडिसनलदेखि लिएर सारा सिक्किमको कुनै पनि हाम्रो ट्रेडिसनल क्राफ्ट्सहरू हामीले यहाँबाट पाउन सक्नेछ भनेर म तपाईँलाई भन्न चाहन्छु र भन्दै हाम्रो लेप्चाको जुन चाहिँ एकदमै महत्त्वपूर्ण दिन हाम्रो तन्दङरो जुन चाहिँ हामी तेन्दङ भने चाहिँ हाम्रो नाम्चीमा जुन चाहिँ हिमालको पूजा गरिन्छन् हामी लेप्चा जातीयले चाहिँ विशेष गरी हामीले प्रगतिको पूजा गरिने गर्छन् भने हामी सम्पूर्ण तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु र यो तन्दङरो फेरि 8 तारिकको दिन हामीले पर मनन केन्द्रमा भव्य रूपमा मनाउने छन् भने हाम्रो यो 8 तारिकको दिन हाम्रो सामान्य मुख्यमन्त्री PS गोले तामाङ सर मुख्य अतिथिको रूपमा उहाँ पाल्ने छन् भने तपाईँ सम्पूर्ण सिक्किमेली दाजुभाइ जति पनि हाम्रो लेप्चाको समुदायको दाजुभाइहरू जति पनि हाम्रो सिक्किमभरि छोडेर बस्नुभएको छ कुना कुनाबाट म यहाँबाट बिन्ती गर्न चाहन्छु तपाईँहरू एकदमै यहाँ आइदिएकन यसलाई भव्य रूपमा अझै मनाउने हामीले चेष्टा गरौँ भनेर म भन्न चाहन्छु र भन्ने साथसाथमा अरू कम्युनिटीको जति पनि हाम्रो अतिथिहरू हुनुहुन्छ तपाईँहरू पनि यस हाम्रो पर्वमा तपाईँहरू भाग लिइकन यसलाई एकदम भव्य रूपमा मनाउँ भने म तपाईँहरूले अनुरोध गर्न चाहन्छु र यो सिर्फ हाम्रो लेप्चाको मात्र होइन यो प्रगतिको पूजा हो र यो प्रगतिको पूजामा हामी सबै सिक्किमेली मिलेर पूजा गर्ने म तपाईँलाई अनुरोध गर्छु र हामी शान्तिको लागि हामी एकताको लागि हामी जुन चाहिँ काम पूजा गर्नेछु र तपाईँहरू पनि यसमा सामेल गरिदियोस् पनि म अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। आचुले